हेलो साथीहरू, नमस्कार सबैजनामा। आज चाहिँ हामी जाँदै थियौँ उनीहरूको डिसी अफिसको केही कामले हामी गइरहेका थियौँ। हामी चाहिँ 5 जना जाने कुरो थियो र साथै एकजना कृष्ण भाइदेव त मस्त अटोमेटिक हुनुहुन्थ्यो र बडङ्गाचुलीबाट हामी किमी भाइदेव, लड्डीमा कोसीबाट दिप्ती भाइदेव एकदम चढाउँदै भाइदेवहरूलाई लिएर जानुपर्ने भइरहेको थियो। र यता हामीले केही भाइदेव पनि हेरिरहनुभएको छ र साथै यता हामीले अङ्गनाबादीको भाइदेव हुनुहुन्छ। आज हामी मतलब त्यस्तै एउटा इम्पोर्टेन्ट कामले मेसेज आएको थियो, हामी अफिस गइरहेका थियौँ। त्यही बेला हामी चाहिँ चिया खान भनेर पसेका, सबै चिया अर्डर गरेको छ, आउँदैन। रुँदा टाउको दुखेर जस्तो भएर एकदम चिया खानको लागि बसिरहेको, सबैजनाको टाउको दुखेर चिया खाने बानी हुन्छ त्यस्तै त हो। यता म पनि रोगिरहेको छु, कतिखेर चिया आउँछ र खाएर मची चिनी हालेको खाने साथै फल्लो र साथै हामी हिँड्यौँ। अब यसो खाइसकेर दिप्ती भाइदेव, कृष्ण भाइदेव हेर्न सक्नुहुन्छ तपाईँले भाइहरूको